अहिले चाहिँ हामी फेरि पनि तेह्रथुम जिल्ला म्याङ्गु नगरपालिका वार्ड नम्बर 3 स्थित आज यहाँनिर विवाहमा उपस्थित छौँ र आजको एकदमै रमाइलो दृश्य तपाईँले देख्न सक्नुहुनेछ। यो विवाहमा एकदमै रमाइलो इन्जोय गरिराख्नु भएको छ सबैजना। अनि एकदमै मिठो लहनाले चुरायो कि बहनाले भेटायो भन्ने गीतमा सनाई बजाउँदै हुनुहुन्छ। यहाँनिर एकदमै वयोवृद्ध हजुरबाहरू पनि नाच्दै हुनुहुन्छ। यता उठो बसो गर्दै नाच्ने एकदमै क्रम जारी छ। ल हेर्नुहोस् है, ल हेर्नुहोस्, गाउँघरतिर पहाडतिर नेपालको पूर्वी भागमा चाहिँ यति रमाइलो हुन्छ विवाहमा, एकदमै रमाइलो। ल हेर्नुहोस्, ल यति रमाइलो गाउँघरको विवाह भनेको चाहिँ यस्तो रमाइलो हुन्छ। ल हेर्नुहोस्, तपाईँले देख्न सक्नुहुन्छ तेह्रथुम जिल्लाकै एकदमै प्रसिद्ध सबैभन्दा राम्रो सनाई वादक लालबहादुर नेपालीले बजाउँदै गर्नुभएको सनाई र केही गुरुङ समुदायका साथीहरू पनि हुनुहुन्छ यहाँनिर बाजा बजाउँदै विभिन्न किसिमका वाद्य वादनलाई प्रयोग गरेर बजाइरहेको हामी देख्न सक्छौँ यहाँनिर। र यहाँ नाचगान गर्ने धेरै जना रमाइलो गर्दै आफ्नो मनको पीर व्यथाहरूलाई भुलेर एकछिनको लागि भए पनि रमाइलो गर्दै हुनुहुन्छ यहाँनिर। यो विवाहको उत्सव माथि माथिबाट दर्शकहरू हेर्दै हुनुहुन्छ। यतापट्टि विवाहको भत्तेर पनि लाग्दैछ। ल यो लैलै बरीमा लैलै भन्ने गीतमा फेरि आयो है। म भइसु गोठालो अरुण उपत्यकामा एकदमै फेमस भएको यो गीत पनि हो। सबैतिरबाट घुमिकन तपाईँहरूलाई यो दृश्य देखाउने जमर्को हामी गर्दैछौँ। यताबाट अलिकति एन्टी लाइट पर्दो रहेछ। आजको यो भिडियो चाहिँ म यतिमै समाप्त गर्न चाहन्छु है त।